ल हामी दर्शन गरेर पनि फर्किने क्रममा छौँ। धेरै तल झरिसक्यौँ। अब चाहिँ हामी बाटो लगभग राति चाहिँ अँधारोमा निस्केको थियौँ। यो बाटो कस्तो चाहिँ थाहा भएन। अहिले चाहिँ उज्यालोमा झर्दै गर्दा यो सजिलै रहेछ, तर अलिक गाह्रो खालको रहेछ हौ। यहाँ जेन अल्फा टिमहरू पनि अगाडि हिँडिरहेका छन्। के छ कस्तो चाहिँ नै यसो प्रतिक्रिया? मजा आउँदैछ यहाँनिर। खुट्टा खाँदेर दुखेर असाध्यै बक्च्याक ओह्रालोमा झरिँदैछ। ल कस्तो भएको छ ल भनिदिनु पर्यो यहाँ। ल लडिन्छ बिस्तारै, अलिक बिस्तारै फेरि लडिन्छ नि। ए थामिएर त्यस्तरी होइन। रोडोडेन्ड्रन पनि रहेछ त्यहाँ मजाले फुलेको। पर चाहिँ यहाँ रहेछ हौ रोडोडेन्ड्रन। टिप्नलाई त जान सकिँदैन, भिड रहेछ। टिप्नु हुँदैन यहाँको त, यो त कहाँ टिप्न सक्छ? भगवानको ठाउँको त रोडोडेन्ड्रन रहेछ, धेरै फुलेको रहेछ रुखमा। ल त ल हिँडेको भिडियोमा बनाइदिन्छु ल। हिँडेको थामिएर है ल, क्याटवाकै छिटो। म अगाडिसम्मको बनाइदिन्छु है। कस्तो हुँदैछ हिँडाइ? गलेको छ हो। सानो मान्छे पनि मन्दिर पुगेर दर्शन गरेर आएको भए त होइन। अनि यस्तो बाटोमा हिँडेरै गएर हिँडेरै आएको हो। एकछिन मात्रै बोक्नु परेको थियो, नत्र बोक्नु पनि परेको थिएन। छिटो नै भेटौँ न हामीले। यहाँ भिडियो बनाइदिइरहेको छु। अगाडि गएको बनाइदिन्छु ल। अनि भरे टिकटकमा हालिदिनु पर्छ। 71 थियो अस्ति नाप्ता काठमाडौँ जाँदाखेरि। सुरचोरी काठमाडौँ गएँ नि, त्यतिखेर 71 थियो। अहिले अलिक मोटा जस्तो लाग्यो। पेट दुख्छ।